दर्शकवृन्द, तपाईले यो जुन देख्नु भएको दृश्य सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत खुरकोट घुर्मी सड़क खण्ड अन्तर्गत फिक्कल गाउँपालिकामा पर्ने नवलपुरमा रहेको यो सड़क खण्डको हामीले तपाईलाई दृश्य देखाइराखेका छौं। यही स्थानबाट चाहिँ एउटा कार आज सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ र सो कारमा सवार 3 जना पनि बेपत्ता भएको दुःखद जानकारी हामीलाई प्राप्त भएको छ। आज बिहान 11:45 को समयमा सिन्धुलीको यो फिक्कल गाउँपालिकाको यो नवलपुर भन्ने स्थानमा यो मध्यपहाडी लोकमार्गमा काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको जुन बस सिन्धुलीको फिक्कल गाउँपालिका 6 का 26 वर्षीय होमबहादुर तामाङले चलाउनु भएको थियो र बागमती प्रदेश 0800101044 नम्बरको बसले ओखलढुङ्गाबाट जुन खुरकोटतर्फ आउँदै गरेको चालक सिन्धुपाल्चोक घर भएका 39 वर्षीय दिलकुमार तामाङले चलाएको सड़क विभाग यान्त्रिक कारले मुलकोट मध्यपहाडी लोकमार्गको नम्बर नखोलेको कारलाई ठक्कर दिएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छ र बस र कार एकापसमा ठुक्किए पछाडि कार सड़कबाट 50 फिट तल सुनकोशी नदीमा खसेको र अहिले सुनकोशी नदीमा खसेको कार बेपत्ता भएको छ र कारमा सवार 3 जना पनि बेपत्ता भएको भन्ने प्रहरीले हामीलाई जानकारी दिएको छ। सो कारमा सवार कार चालक, त्यसैगरी स्काभेटर चालक सिन्धुलीको गोलुन्जुर गाउँपालिका 1 का गणेश थापा र त्यसैगरी नाम थर ओतन नखुलेका 1 जना हेल्पर समेत नदीमा बेपत्ता भएको भन्ने हामीलाई जानकारी भएको छ। नदीमा बेपत्ता भएको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। उहाँहरूको उद्धारका लागि घटनास्थलमा प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा सहितको उद्धार टोलीले उद्धार कार्य जारी रहेको छ। यति बेलासम्म उहाँहरूको अवस्था के छ भन्ने पत्ता लगाउन सकेको छैन र बेपत्ता भएकाहरूको अवस्था अज्ञात रहेको छ र मध्यपहाडी लोकमार्गका सुपरभाइजर दिलनाथ नेउपाने जो घटनाका प्रत्यक्षदर्शी हुनुहुन्छ र कार एकैचोटि बसमा ठोक्किने बित्तिकै कार उछिटिएर सुनकोशी नदीमा खसेर बेपत्ता भएको उहाँले जानकारी दिनुभएको छ र यो घटना हामीले तपाईलाई फलो गरिराखेका छौं र जानकारी दिइराखेका छौं। पछिल्लो विवरणहरू यस पछाडि के विवरण आउँछ, घटनाको थप विवरण आउँछ, हामी तपाईलाई त्यो अपडेट गराउँदै जानेछौं। सरोकार टाइम्सलाई फलो गर्नुहोला। धन्यवाद। एसपी साहबहरू आउनु भएको छ यहाँ घटनास्थलमा। एसपी साहबहरू 3 हाम्रो सिडिओ साहब पनि आउनु भएको छ यहाँ हेर्न सक्नुहुन्छ। सिडिओ साहब, एसपी साहब चाहिँ भर्खरै आइपुग्नु भएको छ है हाम्रो सिन्धुलीको नवलपुरमा जुन चाहिँ गाडी झरेको ठाउँबाट। ल ऊ अब ढुङ्गाबाट टोली आयो, ऊ तलबाट हेर्नुहोस्, ऊ तल तलतिर जानुहोस् त। बेपत्तै भएको छ एसपी साहब आउनु भएको छ। निर्देशन गर्दै हुनुहुन्छ यहाँनिर घटनास्थलमा कसरी झऱ्यो भर्खरै सिडिओ साहब र एसपी साहब आइपुग्नु भएको छ हाम्रो जिल्ला सिन्धुलीको। गाडीमा 3 जना थियो, सबैजना राम सर ल यहीँको लागि आयो हो र भन्नेको हाम्रो किरण सर पनि आउनुहुन्छ, एसपी साहबहरू हुनुहुन्छ।
बाटोको काम गरिरहेछ भने तलतिर हेर्दा केही भएको होइन उहाँसित गएको भएको टोटल ठुलो बसले चाहिँ यहाँनिर सुमोलाई यहाँनिर ठक्कर दिँदाखेरि त्यहाँबाट झरेर कोसीमा बगेको छ होइन। बस चाहिँ उति हो, अहिलेसम्म मान्छेहरू चाहिँ के न गाडी पनि देखेको छैन न मान्छे पनि देखेको छैन। कति 500 जना थियो कि हो भन्नेमा त्यही सुन्नेमा आएको छ। गाडी पनि देखेको छैन, केही पनि देखेको छैन। अब कोसीले कहाँसम्म बगाएर लिएर गयो होइन। गाडी चाहिँ उहाँ रोडबाट झरेको चप्पल उही त्यहाँनिर यहाँनिर रहेछ, एउटा चप्पल त्यहाँनिर छ, यहाँबाट सिधै कोसीमा मान्छे छैनन्। चप्पल चाहिँ छ, यहाँनिर एउटा चप्पल रहेछ। मासतिर पनि चप्पल छ भने हो क्या दाइ? एउटा सेतो चप्पल छ, यहाँनिर एउटा कालो चप्पल छ, अरू केही पनि छैन। कालो चप्पल छ।